तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता अन्तर्गतको महिला 580 केजी तौल समूह तर्फको फाइनल खेल। अब खेलाडीहरूलाई मार्सलिङ गरेर कोर्टतर्फ लगिदिनु न म हाम्रा जजहरूलाई अनुरोध गर्दछु। थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली। सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली। प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र अटल। ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद। अब खेलको कार्यक्रममा टसको समय भएको हुनाले म सेन्ट्रल जजलाई टस गरिदिनु अनुरोध गर्दछु र पछाडिपट्टि रहनुभएका दर्शकहरू र टिमका अन्य साथीहरूलाई कृपया अझ अलिकति पछाडि गइदिनु अनुरोध गर्दछु।
हेलो, कृपया टिम र टिम कोच बाहेक अन्य कोही खेलाडी नजिकमा आएमा टिमले फल पाउने म अनुरोध गर्दछु। कृपया टिम र टिमका कोच बाहेक अन्य साथीहरू कृपया बाहिर बसेर व्यवस्थित रूपमा खेलको मनोरञ्जन लिन हुन हामी अनुरोध गर्दछौँ। तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता अन्तर्गत महिला 580 केजी तौलसम्मको फाइनल खेलको पहिलो सेट 515 केजी भएको आर्मीले 580 केजी भएको नेपाल पुलिसलाई आफ्नो तर्फ तान्न सफल रहेको छ। आर्मी टिमको पहिलो खेलाडी त्यो हरियोको पछाडि उभिनुहोस् न, हरियोको पछाडि हो त्यहाँ। नेपाल प्रहरीको टोली कृपया अगाडि सर्दिनुहोस् न। तपाईहरु एक खुट्टा पछाडि हुनुहुन्छ, अलिक अगाडि सर्दिनुहोस् त। आर्मी अलिक अगाडि सर्नुहोस्, अगाडि त्यो हरियो पछाडिसम्म हुने हो के। दोस्रो सेट नेपाल पुलिसले आफूतर्फ तान्न सफल रहेको छ। यसका साथै दुवै सेट बराबर भएको अवस्थामा खेल अब तेस्रो सेटमा जाने म अनुरोध गर्दछु र तेस्रो सेटमा तेस्रो सेटका लागि टस हुनेछ।
यसका साथै महिलातर्फको फाइनल खेल नेपाल पुलिसले 2-1 को सेट अन्तरमा जित्न सफल रहेको छ। तेस्रो सेटमा नेपाल पुलिसले आर्मीलाई 14 सेकेन्डमा आफूतर्फ तान्न सफल रहेको म जानकारी गराउँदछु।